यदि यो देशमा साँच्चीकै हिन्दू हुन्थे भने खुला रूपमा उद्घोष गरेर कसरी ठाउँ ठाउँमा गाउँ गाउँमा गौ हत्या गरिन्छ होला। तपाईँ हामी कोही ब्राह्मण भयौं, कोही क्षेत्री भयौं, कोही आदिवासी जनजाति, कोही दलित भयौं, कोही हिन्दू हुन सकेनौ। सनातन हौ भन्यौ तर सनातनी बन्न सकेनौ। हाम्रो धर्मले के भन्छ भने अधर्म सहनुहुन्न र अन्यायलाई प्रतिकार गर्नुपर्छ। यदि तपाईहरूले न्यायलाई देखि पनि चुपचाप र मौन बस्नु भयो भने त्यो पनि अधर्म हो। हामीबाट हिन्दू राज्यको पहिचान खोसिएको छ तर हामी बहुसंख्यक हिन्दूहरू आज मौन छौं। यो भन्दा ठूलो विडम्बना के हुन्छ होला? यहाँहरू सबैलाई अवगतै छ यो देशमा धर्मनिरपेक्षता लागू गर्ने कुरा न 8 बुँदेमा थियो, न शिखर बैठकमा थियो, न 12 बुँदे सहमतिमा थियो। तर 85% नेपालीहरूले हिन्दू राष्ट्र चाहिन्छ भन्दा भन्दै पनि यहाँका नेताहरूले हाम्रो पहिचान हिन्दू राष्ट्र खोसेरै छड्नु भयो। यहाँ धेरै गुरुजनहरू हुन्छ, मैले भन्नु हुन्छ कि हुँदैन मलाई त शंका लाग्छ। यो देशमा हिन्दू नै छैनन् कि जस्तो पनि आभास हुन्छ। यदि यो देशमा हिन्दू हुन्थे भने त त्यो बहुसंख्यक हिन्दू भएको संविधान सभाबाट हिन्दू राष्ट्र कसरी हटाइयो होला? यदि यो देशमा साँच्चीकै हिन्दू हुन्थे भने खुला रूपमा उद्घोष गरेर कसरी ठाउँ ठाउँमा गाउँ गाउँमा गौ हत्या गरिन्छ होला? यो देशमा साँच्चीकै हिन्दू हुन्थे भने तपाईँ आफै भन्नुस् त पश्चिमबाट आएका पास्टरहरूले खुला रूपमा हाम्रो भूमिमा बसेर अब गाउँ गाउँ धर्मान्तरण हुन्छ, अब गाउँ गाउँ परिणत हुन्छ भनेर कसरी भन्थे होला? यदि यो भूमिमा साँच्चीकै तपाईले हिन्दूहरू हुन्थे भने मन्दिरको ढोकै अगाडि चर्चको निर्माण हुँदा हामी कसरी मौन बस्न सक्थ्यौं होला? यदि यो देशमा हिन्दू हुन्थे भने आज सबै दिदीबहिनी आमाहरूले यो राम राम लेखेको सल लाको देखेको छु, घाँटीमा कण्ठी बाँध्नु भएको होला, कतिले रुद्राक्ष लाउनु भएको होला। तर भोट हाल्ने बेलामा धर्मलाई अफिम मान्ने पार्टीहरूलाई नेताहरूलाई भोट कसरी हाल्नुहुन्थ्यो होला? यो देशमा साँच्चीकै हिन्दू हुन्थे भने मलाई माफ गर्नु होला, गुरु ब्राह्मणहरूले हाम्रो घरमा आएर सत्यनारायणको पूजा लाएर फेरि गएर हिन्दू भनेको त धर्म नै होइन भन्नेलाई कसरी नेतृत्व स्वीकार्थ्यो होला? मलाई अचम्म लाग्छ। यदि यो देशमा साँच्चीकै हिन्दू हुन्थे भने आज हाम्रो योगीजी महाराजलाई कोठी होम गर्नको लागि किन यति धेरै संघर्ष गर्नु पर्थ्यो होला? किन यति धेरै राज्य र प्रशासनले दुःख दिन्थ्यो होला? यदि यो देशमा हिन्दू हुन्थे भने हलेसी महादेव र बरा क्षेत्रमा कांग्रेस र एमालेको भागभण्डा पनि लाग्दैन थियो होला। पशुपतिनाथको जलारीमा भ्रष्टाचार हुँदैन थियो होला। मठियानीको सयौं बिघा जग्गाहरू आज चाहिँ नेताहरूको हातमा सुम्पिँदैन थियो होला। त्यसैले कता कता लाग्छ यो बहुसंख्यक हिन्दू भएको देशमा आज हिन्दूहरू अल्पसंख्यक पर्ने डर मैले देखिराखेको छु। त्यसैले गर्दाखेरि पनि यो देशमा हिन्दू राष्ट्र घोषणा